हेलो गाइस, दर्शक नमस्ते, सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। आज पनि न्यू भ्लगमा उपस्थिति भएको छु। आज चाहिँ दक्षिणकालीको एकदमै लामो पुल है। मन्दिर चाहिँ तल छ, मन्दिरदेखि अलि यतातिर माथिनेर एकदमै सल्लाघारीतिर लामो पुल रहेछ, त्यहाँ आएको छु। यहाँको भ्यू पुरा देखाउने छु है त, अलि छिटो देखाउने छु। त्यति पुरै क्याप्चर त गर्ने टाइम छैन हामीसँग, धेरै लामो हुन्छ भिडियो, त्यही कारणले हेर्न सक्नुहुन्छ विद्यार्थीहरू पनि घुमिरहेका छन्। एकदमै लामो रहेछ पुल चाहिँ, एकदमै हावा लागिरहेको छ। मैले बाहिरको साउन्ड चाहिँ कट गरेको छु, त्यसले हावा चलाएको छैन। तलतिर हेर्नुहोस्, एकदमै भोबाल रहेछ, डेडिङ बस्ने ठाउँ पनि रहेछ। घना जङ्गल छ, एकदमै घना जङ्गलभित्र चाहिँ खोला छ, र त्यो खोला चाहिँ देखिएको छैन। एकदमै जङ्गलै ओटेको छ। हेर्दै जानु होला लास्टसम्म है। बबाल भ्यू छ। यस्तै भ्यूहरू, यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुहोला। र मेरो भ्लग कस्तो लाग्छ सल्लाह र सुझाव दिनुहोला कमेन्ट मार्फत। एकअर्काले सपोर्ट गर्नुपर्छ। हजुरहरूको कमेन्ट, हजुरहरूको सल्लाह सुझावले गर्दा अगाडि बढ्न सजिलो होला। भिडियो अलिकति लामो होला, म कट गर्नेछु, तर पनि 2-3 मिनटको त हुन्छ होला। एकचोटि हेर्दै जानु होला, लास्टसम्म हेर्न नबिर्सिनु होला। धेरै मजा आइरहेको छ। यति लामो पुल मैले लाइफमा पहिलोचोटि देखेको हो। एकदम अग्लो र लामो छ पुल। जस्तो झुलङ्गी पुलमा त म धेरै ठाउँ हिँडेँ, तर यति लामो र यति अग्लो पुल चाहिँ मैले देखेको थिएन। हावा पनि एकदमै लाग्छ। त्यो पारीको बाटो चाहिँ ढोडा जाने बाटो हो। ढोडा प्लस ट्राइतिर वीरगन्ज ढोडा जाने बाटो हो। लास्टसम्म हेरेर साथ दिनु होला। पारीबाट म पुरा भ्यू देखाउने छु एकचोटि लास्टसम्म गएर। मेरो भ्लग कस्तो लाग्छ यसो सल्लाह र सुझाव दिनु होला साथीहरू। म पनि नयाँ नै हो, कि राम्ररी भिडियो बनाउन आउँदैन। बिस्तारै कोसिस गर्दैछु अलि राम्रो बनाउने र हाम्रो त्यसको हरेक सुन्दरताहरू भिडियो मार्फत हजुरको सामु पेश गर्ने गर्दैछु। हेर्दै जानु होला। दामी भ्यूहरू छन् साथीहरू, हेर्दै जानुहोस्। हेर्नुहोस्, पारीको भ्यू एकदमै भोबाल छ। एकदमै लामो पुल छ। म भिडियो त्यति लामो बनाउन चाहँदैन, यहाँसम्म एन्ड गर्न चाहन्छु। जसले मेरो भिडियोले हेर्नुभयो, सब्सक्राइब गर्नुभयो, उहाँहरूलाई धेरै धन्यवाद। सधैँ हजुरले साथ दिनुहोला भन्ने आशा गर्दछु। ल त साथी हो, म छुट्टिन्छु। जय नेपाल। ओके, बाई बाई।